विरोध भइरहेको छ काङ्ग्रेस एमाले भनिहाल्छन् बालेन सरकारलाई दोष देखाउने भनेको काङ्ग्रेस एमाले मात्रै हो भनेरै यो बुवाले भन्दै हुनुहुन्छ। ल सुन्नुहोस् यो पुरा कुरा। जनताले होइन भनेको जनताले भोट दिएर दुईटै ल्याएर कस्तो कुरा गर्नु तपाईँले दुईटै कसले अमेरिकाको मान्छेले हाले जापानले हाले आफू विदेशी दलाल थाहा छैन अर्काले विदेशी दलाल भन्ने अमेरिकाले भोट हाले हो जापानका आए भोट हाल्न यहाँ भारतका मान्छे हुन् भोट हाल्यो अस्ति घन्टीमा अमेरिकाले दबाब दियो घर घन्टीमा भोट हाल्न पनि भनेका छन् यहाँ पास गरेको तपाईँ र म यिनी चिन्ता छैनन् अनि अर्काले विदेशी आफूले गरेर सुदेशी अर्काले विदेशी ए बा चित्रबहादुर केसीले त अमेरिकाले जबरजस्ती घन्टीमा भोट हाल्न लगाए पनि भनेका छन् क्या हो मैले हारे जबरजस्ती मलाई गरे 77 वर्षमा खोइ हाम्रो कातिको जोरा सबै एकदम 100% वास्तविक कुरा गर्नुभएको छ यो बुवाले चाहिँ है। चित्त बुझ्नेलाई बुझ्छ, नबुझ्नेलाई बुझ्दैन, पच्नेलाई पच्छ, नपच्नेलाई पच्दैन। त्यो अब आफ्नो आफ्नो ठाउँमा छ, आफ्नो आफ्नो तरिकाले सोच्ने हो। धन्यवाद।